साथीहरु नमस्कार। आजको यस भिडियोमा म तपाईहरुलाई देखाउने छु यो 4 वायर 4 वटा वायर सितको सिलिङ फ्यानको कनेक्सन कसरी हुन्छ भनेर देखाउन गइरहेको छु। सिलिङ फ्यानमा यो चाहिँ देख्न सक्नुहुन्छ वाइन्डिङ गरेर यसरी 4 वटा तार निक्लेको हुन्छ। तपाईले यसमा चाहिँ कसरी कनेक्सन दिने, यसमा यो केबल कनेक्टरमा तपाईले कसरी कनेक्सन दिन सक्नुहुन्छ भनेर चाहिँ अझ देखाउने छु। भिडियोलाई सुरुबाट अन्तिमसम्म हेर्दिनु र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्स्क्राइब गरेर छेउमा रहेको बेल आइकन थिची अल भन्ने आइकनलाई प्रेस गरिदिनु होला। यहाँ देख्न सक्नुहुन्छ फ्यानमा यस्तो खाले वायर कनेक्टर देख्न सक्नुहुन्छ तपाईले। सिलिङ फ्यानमा प्राय सबै सिलिङ फ्यानमा चाहिँ यस्तै वायर कनेक्टर हुन्छ। यो वायर कनेक्टर चाहिँ यतापट्टिबाट यो दुईटा यो र यो भागमा चाहिँ तपाईले लाइन र न्युट्रल दिने हो है, न्युट्रल र फेज दिने हो। अनि तपाईले यतापट्टिको भागमा चाहिँ यो तारहरुलाई यहाँनेर जोड्ने हो क्यापेसिटरसित। मसित एउटा यो क्यापेसिटर छ, त्यसपछि यहाँनेर एउटा सिलिङ फ्यान छ है त। आउनु साथीहरु, म तपाईहरुलाई जोड्न सिकाउने छु। भिडियोलाई सुरुबाट अन्तिमसम्म हेर्दिनु होला र नबुझेको कुरा छ भने कमेन्ट गरिदिनु होला भन्न चाहे। यहाँ तपाईले देख्न सक्नुहुन्छ दुईवटा रातो अनि दुईवटा कालो तार छ मसँग हैन। त्यसपछि तपाईले के गर्दिनुस्, तपाईले यो एउटा कालो तार र एउटा रातो तारलाई यसरी जोडिदिनुस्। यसरी जोडिदिनुस्, एउटा रातो तार एउटा कालो तार। त्यसपछि यो कालो तारलाई जोडिसकेपछि मसँग वायर कटर छ, यसको एक्स्ट्रा भएको तारलाई म मिलाइदिन्छु। त्यसपछि यो तार जोडिदिनुस्। त्यसपछि अब के गर्नुस् भन्दाखेरि यो एउटा रातो र एउटा कालो तार बच्छ तपाईहरुले। यो क्यापेसिटरको जुनसुकै एउटा पोइन्ट लिएर आएर तपाईले एउटा कालो तारमा दिनुस्। त्यसपछि यसलाई यसै गरी जोडिदिनुस्। त्यसपछि यसलाई पनि म हल्का मिलाइदिनु। त्यसपछि अर्को एक क्यापेसिटरको पोइन्ट लिएर आएर तपाईले अर्को यो एउटा बचेको रातो तारमा जोडिदिनुस्। सिम्पल छ साथीहरु। त्यसपछि यसलाई मिलाइदिनु। त्यसपछि अब के गर्नुस् भन्दाखेरि यो जुन तपाईले रातो र कालो जोडेको तार थियो यसलाई चाहिँ सबैभन्दा लास्टमा जोडिदिनुस्। यहाँनेर यो पोइन्टमा यसमा जोडिदिनुस्। यहाँ देख्न सक्नुहुन्छ स्क्रू ड्राइभरको सहायताले म खोले। त्यसैलाई यसरी जोडिदिनुस्। यहाँ देख्न सक्नुहुन्छ म तानेर हेरिरहेको छु, तानेदाखेरि केही बच्दैन। त्यसपछि अब के गर्नुस्, तपाईले यो दुईटा जुनसुकै पोइन्टलाई एउटा बीचमा अनि एउटा चाहिँ माथि जोडिदिनुस्। यताको यो दुईटा पोइन्टलाई एउटा यो बीचमा एउटा माथि जुनसुकै पोइन्टलाई एकचोटि पहिला जोडेर चेक गर्नुस्। त्यसमा तपाईको वाइन्डिङमा भर पर्ने हुन्छ। म यहाँ जोडिदिन गइरहेको छु। यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर म एउटा बीचमा जोडे। यहाँनिर यो माथिको चाहिँ माथिमा जोडे है त। यसरी जोड्नु होला। बेसिक यसमा जोडिने तरिका चाहिँ यही नै हो साथीहरु। अब चाहिँ यसमा यति नै हेर्नुस्, यहाँ देख्न सक्नुहुन्छ यसमा कनेक्सन भनेको यति नै हो नि। यता चाहिँ अब हामीले न्युट्रल फेज जता दिए पनि हुन्छ न्युट्रल फेज है। त्यसपछि हामीसँग छ एउटा यहाँ न्युट्रल र फेज छ हामीसँग। म तार देखाउँछु तपाईहरुलाई। यहाँनिर एउटा न्युट्रल एउटा फेज छ मसँग हैन। त्यसपछि यो फेज तारलाई यहाँनिर यो तल्लो पोइन्टमा मैले फेज तार जोडिदिन्छु। यहाँ देख्न सक्नुहुन्छ फेज तार हो यो। फेज तारलाई तपाईले यहाँनिर जोडिदिनु पर्यो यसरी यहाँनिर जोडिदिनु होला। त्यसपछि न्युट्रल तारलाई चाहिँ यहाँ माथि जोडिदिनु होला। सरी, यहाँनिर यसको स्क्रूलाई खोलौँ। त्यसपछि यो न्युट्रल तारलाई यहाँनिर जोडिदिउँ है। यसरी चाहिँ कनेक्सन चाहिँ यसमा यति नै हो। यसरी चाहिँ कनेक्सन हामीले यसलाई दिनुपर्ने हुन्छ।
र तपाईहरुले यसलाई लाइन दिएर हेर्नु होला। तपाईले लाइन दिएर हेर्दाखेरि यदि यो तपाईको यो फ्यान तपाईको एन्टी क्लकवाइज यानी कि घडीको उल्टो दिशातिर नाच्यो भने चाहिँ यसलाई के गर्नुपर्छ भन्दाखेरि यो दुईटा तार छ तपाईले यहाँनिर यो तपाईलाई म यसरी गरी देखाउँछु। यो दुईटालाई खोलेर यो दुईटामा जोड्दिने यानी कि तपाईहरुलाई म देखाउँछु। यदि यो तपाई यो पहिला यसलाई कम्प्लिट गरौँ। यो तपाईको फ्यान यदि घडी कसरी घुम्छ भन्दाखेरि घडी यसरी घुम्छ। तपाईको यदि देख्न सक्नुहुन्छ यसरी घुम्छ घडी। यदि यो फ्यान यसरी घुम्यो भने चाहिँ ठीक छ हैन, कनेक्सन ठीक छ भन्नु पर्यो। अनि तपाईको फ्यान यसरी घुम्यो भने चाहिँ यो उल्टा हुन्छ। उल्टा भयो भने चाहिँ यसलाई के गर्नुहोस् भन्दाखेरि यो माथिको पोइन्टलाई निकालेर म देखाउँछु हैन। यदि तपाईको फ्यान उल्टा तलकोलाई के गर्नु पर्दैन, यो क्यापेसिटरको वाला दुईटा पोइन्टलाई एक्सचेन्ज गरिदिनुस्। यो निकालेर यहाँ तल जोड्दिनुस्, बीचको पोइन्टमा जोड्दिनुस्, माथिको पोइन्ट यसरी जोड्दिनुस् है। त्यसपछि माथिको अघि माथि जोडेको पोइन्ट चाहिँ तल जोड्दिनुस्। यसरी चाहिँ यसमा चाहिँ कम्प्लिट यसमा चाहिँ यो फ्यानको 4 वायरसितको कनेक्सन चाहिँ यसरी भएको हुन्छ र गर्न पनि सकिन्छ हामीले हैन। तपाईहरुले देखाएको मात्रै हो यहाँनेर तपाईहरुलाई बुझाउनको लागि भन्न चाहे। साथीहरु आजको भिडियो यति नै थियो। भिडियो मन परे हाम्रो च्यानललाई लाइक गरिदिनु होला, च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्न चाहे। हस्त धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला।